उज्यालो माया र सम्मानको पर्व तिहार। नाम सुन्न साथ मनमा उज्यालो दीप बले जस्तो लाग्छ। घर घरमा बत्ती गल्छ, आँगनमा रङ्गोली र फुलको सुगन्ध फैलिन्छ र हरेक अनुहारमा हाँसो झल्किन्छ। यही हो तिहार, माया सम्मान र सम्बन्धको पर्व। तिहार 5 दिनसम्म मनाइने नेपालीहरूको दोस्रो ठुलो चाड हो। यसलाई यमपञ्चक पनि भनिन्छ, किनभने यस पर्वमा यमराज र उनकी बहिनी यमुनाको कथा जोडिएको छ। पहिलो दिन काग तिहार, जहाँ हामी सन्देशवाहक कागलाई आदर गर्छौँ। दोस्रो दिन कुकुर तिहार, हाम्रो निष्ठावान साथी कुकुरप्रति माया र सम्मान प्रकट गर्छौँ। तेस्रो दिन गाई तिहार र साँझमा लक्ष्मी पूजा, जसले समृद्धि र उज्यालोको आशीर्वाद दिन्छन्। चौथो दिन गोरु पूजा अनि पाँचौँ दिन आउँछ सबैभन्दा भावनात्मक दिन भाइटिका। भाइटिकाका दिन दिदीबहिनीहरूले आफ्नो भाइको निधारमा सप्तरङ्गी टिका लगाइदिन्छन्, उनको दीर्घायु र शुभकामना गर्छन्। भाइहरूले पनि दिदीबहिनीहरूलाई माया, उपहार र सुरक्षा दिने बाचा गर्छन्। त्यो क्षण, त्यो भावनात्मक शब्द भन्न नसकिने मायाको उपज हो। तिहार केवल धार्मिक पर्व होइन, यो सम्बन्धको उज्यालो हो। दीपहरू जस्तै हरेक मुटुमा प्रेमको ज्योति बल्ने समय हो। साँझमा देउसी भैलो गाएर गाउँटोल र मनहरू उज्यालो बनाउने संस्कार हाम्रो मौलिक सौन्दर्य हो। आज तिहार मनाउँदा दीप बालौँ, तर मनभित्र पनि उज्यालो जलाउँ। रुखो मनहरूमा क्षमाको बत्ती बालौँ, टुटेका सम्बन्धहरूमा मायाको रङ्गोली हालौँ। किनकि तिहारले यही सिकाउँछ, अँध्यारो कहिले स्थायी हुँदैन, उज्यालो सधैँ फर्किरहन्छ।